यतिका वर्षपछि मेरो यो सुन्दर गाउँ, मेरो हरियाली गाउँमा आज आइपुग्यो बल्ल बल्ल। मेरी आमा कति खुसी हुने होलिन्, छोरा आयो, मेरो कान्छो छोरा आयो भनेर कति खुसी हुन्छन् होला मेरी आमा। आज म पनि यतिका समयपछि मेरो सुन्दर गाउँमा आउँदा मेरी आमाले मलाई यति धेरै माया गर्ने आमाले मलाई भेट्न पाउँदा कति खुसी हुन्छन् होला। अनि मैले मेरो आमालाई लिएर यत्रो विदेशी कोसेली दिँदा मेरी आमाको खुसीले गट आँखाबाट आँसुका धारा चुहिन्छन् होला मेरी आमा। आमालाई आज भेट्न पाउँदा म पनि कति धेरै खुसी हुन्छु होला। मेरी आमा कहाँ छिन्? आमा, मेरी आमा, मलाई यति धेरै हुर्काउने बढाउने पढाउने शिक्षा दिने मेरी आमा हजुर कहाँ हुनुहुन्छ? हजुरलाई सम्झेर म परदेशबाट मेरी आमाको मायाले लोभ्याउँदै म हजुरलाई भेट्न भनेर आफ्नो काम व्यापार बिजनेस सबै त्यागेर हजुरलाई भेट्न आएको छु। मेरी आमा छिटो आउनुहोस् न। हजुर कहाँ हुनुहुन्छ? मलाई थाहा छ हजुर पक्कै पनि छोरा आउँछ होला भन्ने कुरा तपाईँलाई पहिल्यै थाहा थियो, किनकि थाहा हुन्छ नि यस्ता कुरा आमालाई छोराहरूले के गर्छन् भन्ने कुरा आमाको मनमा पहिले लागिसक्छ अरे। त्यही भएर मेरी आमालाई थाहा भएर होला मेरो आज बाबु आउँदैछ, मलाई त्यता धेरै खुसी हुन्छ भनेर मेरी आमाले मलाई सानोमा गरेको जस्तै लुकी मारे खेलेको जस्तै आज पनि कतै लुकेर बसेकी होली मेरी आमा। सोरे आना तिनै हुन् तिनै मेरी आमा, पिठ्योमा शौलाको लामो समयपछि पनि देखा पर्नु भएन। अब त पक्कै पनि आउनुहुन्छ होला। ल म आफ्नो ढोकातिर जान्छु, आमालाई देख्दिन। ए आमा कहाँ हुनुहुन्छ हजुर? कतै नकतै आज गाउँघरतिर डुल्दै पर्नुहुन्छ कि मेरी आमा? उहाँलाई त आज नखोजी भएन। म त साँच्चीकै लुक्नु भयो होला भनेको त साँच्चीकै हुनुहुन्न रहेछ घरमा। ताल्च पो लागेको रहेछ। मैले त हेर्नै बिर्सेछु। मेरी आमाको मायाले मलाई यतिसम्म लोभ्याए कि मैले ढोकामा झुन्डिएको ताल्च पनि हेर्न सकिनँ। जानु पर्यो पल्लाबारी साइलाबादको छोरो होइन र केटा कहिले केटा त? म त आजै आएको नि दाजु परदेशबाट। चिनिस् मलाई? खै सानोमा त तिमीहरू विदेशै गयो। तेरो आमालाई बालाई मैले त चिन्छु राम्रोसँगै। हजुर मैले राम्ररी चिन्छु तेरो बालाई आमालाई। ए हजुर होइन, मेरो बाबा आमा विदेशतिर गयो के अरे? हजुर म सानैमा जस्तो लाग्यो। अनि हेर्नु न, म त विदेशबाट आजै आएको। मेरी आमालाई भेट्नलाई यस्तो उत्सुकता लागेको छ मलाई। कहाँ हुनुहुन्छ भनेर म खोजिरहेको छु। के भन्छ सही केटा अहिले? हजुर त्यही त मलाई भेटाइदिनु पर्यो। ल कहाँ हुनुहुन्छ? साइले आमाको घरमा हुनुहुन्छ कि कान्छी आमाको घरमा हुनुहुन्छ कि त्यहाँ रामदाईको घरतिर जानुभयो कि भनिदिनु न हजुर। त्यति म मेरो आमालाई भेट्न अत्यन्तै। तेरा बा मर्दा तेरो आमाले फोन हानिन्, तेरो दाइलाई नि फोन हाने थिइन्, दाइले नि फोन उठाएन। तँलाई फोन हान्दा फेरि पनि तैँले नि फोन हाने उठाएर के भनिस् आइनस्? हजुर त्यति बेला म सकिन्न केटा। यो कुरा झुटो भनिदिनु। नाटक गरेर आएन अहिले यस्तो नाटक गर्छस् होइन? त्यति बेला आउन सकिनस् गाउँबाट। के भन्नुहुन्छ हजुरले?
आमाको लागि भनेर मैले विदेशबाट के कुरा लिएर आएको थाहा छ हजुरलाई? अनि मेरी आमा यतिकै कसरी मर्नुहुन्छ जो कि आफ्नो छोरालाई नभनिकन मेरी आमा कसरी मर्नुहुन्छ मलाई थाहा छ। मेरी आमा मर्नुभएको छ। मेरी आमा मैले नाटक गरेछ हिँड्छ यिनीहरूले के भने मेरो आमा मर्यो भन्छ। मैले मेरी आमालाई मेरी आमालाई भनेर विदेशबाट एक झोला कोसी लिएर आएको छु। अब यो कसलाई दिउँ? ल मैले मेरी आमालाई के लिएर आएको छु? बुढी आमाले अब कान पनि सुन्दिने होला भनेर लगाइदियो भने कहिले गीत सुन्न पनि हुन्छ। यसो छोराछोरीहरूको याद आयो भने गीत सुन्न भने भनेर पनि मैले एउटा इयरफोन ल्याएको। ल अब के काम छ? अब मैले यो त्यत्रो पैसा कमाएर दुःख गरेर लिएर आएको पैसा किनेर लिएर आएको सम्पत्ति दिएर मैले के गर्ने? मेरो आमाले अब के गर्छ? ल यो हिराले बनेको आमाले कानमा सिक्नु लगाउने भनेर मैले लिएर ल कानमा लाउने सुनको यति राम्रो आमा खुसी हुने गाउँघरमा सबैसँग मेरा छोराले ल्याइदिएका भनेर लगाएर कति गदभर मेरी आमा कति खुसी हुन्छन् होला। तर यसको पनि केही काम सुनको एउटा सिक्री ल्याइदिएको थियो मेरै नामको सन्तोष छोराको याद आउला, मेरो कान्छो छोराको याद आउला भनेर आफूले लगाउँदाखेरि मेरो छोरो हो यो भन्दै सम्झिन्छ भनेर मेरो नामले राखेको एउटा माला पनि ल्याइदिएको। तर यो सारा व्यर्थ भयो। मेरो आमा नै नरहेपछि अब मैले यो सामान के हुन त वास्तवमा मैले सारा